तपाईले स्क्रिनमा देखिराख्नु भएको सबै थम्बनेल मैले एआई बाटै बनाएको हुँ अनि यो थम्बनेल पनि एआई कै युज गरेर बनाएको हो जसमा 9% भन्दा बढी सिटिआर छ। तर मेन क्वेशन तपाईको थम्बनेल यस्तै रियलिस्टिक जेनेरेट किन हुँदैन? किनकि तपाईलाई एआई थम्बनेल बनाउने एक्चुअल मेथड नै थाहा छैन। कुन एआई युज गर्ने, एक्ज्याक्ट प्रम्प्ट के दिने, थम्बनेल आइडिया कसरी लिने, क्यारेक्टरको फेसियल एक्सप्रेसन कसरी चेन्ज गर्ने, सही तरिकाले टेक्स्ट कसरी राख्ने, यो सबै कुराको नलेज नभएर नै तपाईको थम्बनेल अनरियलिस्टिक र लो सिटिआर को हुन्छ। त्यसैले आज म तपाईहरुलाई बेस्ट 3 मेथड बताउने छु जुन मेथड म आफ्नो थम्बनेल बनाउँदा सिक्रेटली युज गर्छु। यो भिडियोलाई लास्टसम्म हेरिसकेपछि तपाईहरुको थम्बनेल पनि अल्ट्रा रियलिस्टिक र हाई सिटिआर को हुनेछ। सो भिडियोलाई 1 सेकेन्ड पनि स्किप नगरी लास्टसम्म हेर्नु होला। अबदेखि तपाईले थम्बनेल बनाउनलाई महँगो डिभाइस र सफ्टवेयर सिकिराख्नु पर्दैन, मात्र यस्तो रफ ड्रइङ बनाउन जाने भइहाल्छ। होइन सबैभन्दा पहिले यस्तो ड्रइङ पेपर लगाएर रफ ड्रइङ बनाउनु, त्यसपछि त्यसको फोटो खिचेर जेमिनी ओपन गर्नु। अब जेमिनीमा त्यही फोटो एड गर्नु। एड भइसकेपछि यहाँ लेख्नु जेनेरेट अल्ट्रा रियलिस्टिक थम्बनेल बेसिस अन द ड्रइङ। ओके, यति लेखिसकेपछि यसमा क्लिक गरेर क्रिएट इमेज सिलेक्ट गर्नु। त्यसपछि फास्टमा क्लिक गरेर प्रो चुज गर्नु। यदि तपाईको ड्रइङ 16:9 साइजमा छैन भनेपछि प्रम्प्ट दिँदाखेरि इमेज साइज पनि मेन्सन गरेर रन गरिदिनु होला। अब देख्न सक्नुहुन्छ हाम्रो थम्बनेल रेडी भएर आइसकेको छ। यदि तपाईलाई ड्रइङ बनाउन आउँदैन या ड्रइङ बनाउन अल्छी लाग्छ भने पिर लिनु पर्दैन, किनकि मेथड नम्बर 2 अझै बाँकी छ। त्यसको लागि च्याट जीपीटी ओपन गर्नु अनि यो सिक्रेट प्रम्प्ट पेस्ट गरिदिनु। यदि तपाईलाई यो प्रम्प्ट चाहिन्छ भने मेरो टेलिग्राम ग्रुप जोइन गर्नु होला, लिंक डिस्क्रिप्सनमा छ। अब तपाईले यो प्रम्प्टको टपमा गएर दुईवटा कुरा चेन्ज गर्नुपर्ने हुन्छ, एउटा आफ्नो भिडियोको टाइटल, त्यसपछि आफ्नो च्यानलको निश। त्यति गरिसकेपछि प्रम्प्टलाई रन गरिदिनु होला। त्यति गरिसकेपछि च्याट जीपीटीले तपाईलाई तपाईको निशमा ट्रेन्डिङ रहेका 10वटा भन्दा बढी थम्बनेल आइडिया दिनेछ। त्यति मात्र हैन, त्यो थम्बनेल आइडिया किन वर्केबल छ भनेर त्यसको तल पनि लेखेको छ। अब तपाईलाई जुन थम्बनेल आइडिया मन पर्छ त्यही थम्बनेल आइडियाको नम्बर लेखेर रन गरिदिनु होला। च्याट जीपीटीले त्यही आइडियाको डिटेल प्रम्प्ट लेखेर दिन्छ, तर यसले प्रम्प्ट छुट्टा-छुट्टै लेख्यो जसलाई कपी गर्न लास्टै मुस्किल छ। त्यसैले म यसलाई प्याराग्राफमा लेख्न भन्छु ताकि कपी गर्न इजी होस्। च्याट जीपीटीले प्रम्प्टलाई प्याराग्राफमा गराइदिसकेपछि त्यसलाई कपी गरेर जेमिनी ओपन गर्नु अनि च्याट जीपीटीबाट कपी गरेको प्रम्प्ट यहाँ पेस्ट गरिदिनु अनि बाँकी सबै सेटिङ अघिको जस्तै राख्नु अनि त्यसलाई रन गरिदिनु भयो भने तपाईको थम्बनेल रेडी भइहाल्छ। तर यी दुवै मेथड म रेयरली युज गर्छु। मैले सबैभन्दा धेरै युज गर्ने मेथड नम्बर 3 त अझ बाँकी नै छ। त्यो जान्नुभन्दा पहिले भिडियोलाई लाइक गरेर च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नु। ओके, त्यसको लागि युट्युबमा गएर यस्तो च्यानल सर्च गर्नुहोस् जसको थम्बनेल राम्रो होस् अनि त्यही च्यानलको भिडियो सेक्सनमा गएर एउटा स्क्रिनशट लग्नु। स्क्रिनशट लगिसकेपछि च्याट जीपीटी ओपन गर्नु अनि त्यो अगाडिको स्क्रिनशट गरेको फोटो अपलोड गर्नु। अब तपाईले यो सिक्रेट प्रम्प्ट पेस्ट गरेर रन गरिदिनु। यो प्रम्प्ट पनि तपाईले टेलिग्राम ग्रुपमै पाउनुहुनेछ। अब तपाईले थोरै तलतिर स्क्रोल गर्नुभयो भने यहाँ एउटा प्रम्प्ट पाउनुहुन्छ, त्यसलाई कपी गर्नु होला। त्यसपछि जेमिनी ओपन गरेर यसलाई त्यही पेस्ट गरिदिनु अनि यहाँ माथि स्क्रोल गर्नुभयो भने भिडियो टाइटल भन्ने हुन्छ, त्यसमा क्लिक गरेर आफ्नो भिडियोको टाइटल पेस्ट गर्नु होला। देख्न सक्नुहुन्छ कति रियलिस्टिक थम्बनेल जेनेरेट भएको छ, तर यसको क्वालिटी थोरै लो छ। यदि तपाई यसलाई हाई क्वालिटीमा कन्भर्ट गर्न चाहनुहुन्छ भने स्क्रिनमा देखाएको भिडियोमा क्लिक गर्नु। हाम्रो भेटघाट त्यतै हुनेछ। बाइ।